सानीले चाहिँ यस्तो कहिले देखेको थिएन। हामी चाहिँ यसको वाचिपा हामी चाहिँ यहाँ हल्दीबारीमा आएको छौँ अनि यहाँ सानीले चाहिँ यस्तो कहिले देखेको थिएन नि त घाँस काटेको। त्यही भएर चाहिँ यहाँ हेर्दैछिन् सानी। सानी के गर्नुभएको अरे बाउले? के को लागि हो थाहा छ? काउको लागि। ए हाउ यु नो? सानीलाई कसरी थाहा भयो? थाहा पाउँछ? यहाँ चाहिँ घाँस काटिरहनु भएको छ बाउले। अनि यहाँ बसेर हेर्दैछ सानी चाहिँ। हो मिल्क काउ हुन्छ। आन्टीलाई दिनु छैन। ए उता भाइ चाहिँ पुरा चारो लाँदै कुखुरालाई दिँदैछ। लिएर आउनु अलिकति नि। ल कुखुरालाई दिने। भाइ धेर नलाउनु हुन्छ भयो। अब हुँदैन। बुइनीले अलिकति लान्छ अरे एक खेप। लु भयो। यहाँ मम्मी बसिरहनु भएको छ। आमै हुनुहुन्छ उहाँ माइजू काम गर्दै हुनुहुन्छ। आँखा शिविरको लगो कान्छाले अस्ति पाएको। सुँगुर सुँगुर कहाँ छ? यहाँ चाहिँ छ ओइङ्क ओइङ्क क्वाक गरेर चाहिँ बुइनीलाई लिएर आइयो न जीविका। छ्या राल राल। पहिले त हामीले पनि पालेको नि। म खालि चारो बोकेर जान्थेँ। इ हेर्दा चाहिँ नखाउँ जस्तो हुन्छ। यसलाई काटेपछि कम त मिठो हुँदैन मासु नि ठुलो मम्मी? अन्त अब काट्ने बेला त हामी हुँदैन। यहाँ सिमी यहाँ लटरम्म फलिरहेको छ है यसरी। पुरा झ्याम्मिरहेछ हो। तपाईँलाई त टिप्न मन परिसक्यो होला है। अमिलो चाहिँ यो अमिलोको बोट होइन फलेको रहेन रहेछ नि। भर्खर फुल्दै मात्रै छ। गाउँघरमा अर्कै छुट्टै रमाइलो हुन्छ नि। कति राम्रो छ हाम्रो परमेश्वरले गरेको सृष्टि भनेको राम्रो। यहाँ चाहिँ कस्तो मजाले घन्टी फुल फुलिरहेको छ तर पुरै फुलिसकेको छैन। पहिले हामी नेपालमा हुँदाखेरि यसलाई यस्तो टिप्थ्यौँ होइन। यसरी नै मेरो छोरीलाई खुवाइदिनु पर्यो। सानी लौ सानी सानी चुस्नु त। यो गर न एकताल मम्माले दिएको छिटो न चुस न। अनि त्यो खानु नि त। त्यही खाने ल चुस्नु। मिठो भयो। हामी पहिले यसरी खान्थ्यौँ। गुलियो हुन्थ्यो नि त। घन्टी फुल फक्रिसकेको छैन नि। यस्तो छ। भाइले के खाएको? पानीपुरी मिठो दामी।
गाइस यहाँ चल्ला यहाँ बसिआएको छ मामासँग पापा उहाँ यहाँ कुकुर 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 अनि यहाँ कुकुर चल्दैछ यहाँ यता चाहिँ अबि ल ल ल ल यहाँ कुकुर चलिरहेको छ बुढी चाहिँ यहाँ होइन ऊ कुकुर कुकुर चल्यो कुकुर चाहिँ चलिरहेको छ छोरा पनि फेरि एसीमा चल्छ खै के हो किरा छुको कुकुर अर्को आइज कहाँ गयो आइज अब फेरि चल्नु थाले कुकुर She wants to show you something. हामी पाहाड आएको छौँ अनि यहाँ छोराले चाहिँ कुखुरा खेल्छ अरे लु पक्रिनु पक्रिनु समाउनु न ला 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 कुखुरा थोरा रहेन रहेछ भाइ नेपाल मन पर्यो कि अमेरिका कहाँ मन पर्यो नेपाल मन पर्यो नेपालमा के कुरा चाहिँ मन परेन भाइलाई यहाँ बस्नु न बाथरुम रोड अनि इन्टरनेट चाहिँ मन परेन अरू चाहिँ के मन पर्यो अरू के मन पर्यो कुखुरा मन पर्यो खानेकुरा खानेकुरा नि मन पर्यो खानेकुरा नि मन सानी सानी तपाईँलाई के मन पर्यो यहाँ डग एन्ड चिकन मन पर्यो नेपाल मन पर्यो सानी नेपाल मन पर्यो पिङ्गुइन नेपाल मन पर्यो कि परेन हामी यहीँ बस्नु ल अब उता अमेरिका नजानु हाम्रो घर नजानु अबि नजानु अब गाडी सानो हो गाउँले जिन्दगी हो हिँड्ने अब गाडी बेनाना हो पाके उसले बेनाना खानु मन परिरहेछ तर पुरा अहिले पाकेको रहेन काँचै मात्रै छ यो नि यो गोबर हो गोबर यो सुकाएर मल बनाउनु पर्छ हो आऊ आऊ डगको माउ आएछ छोडिदिनु न खाओस् बुबु खाइरहेको छ बिचारा पानी तताइरहेको छौँ है हामी नुहाउनलाई चिसो पानीले त नुहाउनै सकिएन अनि यहाँ चाहिँ भान्जीले आगो बालेर पानी तताइदिइराख्नु भएको छ अनि यहाँ चाहिँ सुपारी झरेर यस्तो भइरहेको छ लोकल कुखुरा होइन ए लोकल होइन अब हामी चाहिँ यसको वाचिपा बनाउनु लागेको वाचिपा सानीलाई पनि ल्याइदिनु न मुडा दादा चिकन राई भयो के ले हान्यो अरे पापाले यहाँ बसेर हेरिरहेको छन् दुईजना उयोले हान्यो उयो हो भाटाले कुनको त भालेको थियो कि उयो भालेको उयो त्यो पछाडि छिर्किनु के उसको फ्रेन्ड अरे यसले नदेको
भाइको फ्रेन्ड हो त्यो ए फ्रेन्ड पनि भइसक्यो कहिले बनाएको अर्कै कुखुराको टन थियो अरे फ्रेन्ड भएर यो पोथी हो यो चाहिँ पोथी हो अशोक ए मजा आयो यहाँ माथि यस्तो भाइ डरायो झर्छ भनेर डराएन त्यो लड्छ भनेर ए नेपालको के अरे यो स्विङ उही अलिक मजाले नुहाइ हल्लिनु न उही यहाँ रुखमा यस्तै हुन्छ यहाँ त नानी अब सानीलाई आहा नआउन ल हल्लाइदिनु बिस्तारी सानी खुट्टा अप है ओ वा सिधा खुट्टा ओइ सानी हेर्नु मन पर्यो चाहिँ मेरो हस्बेन्डको गाउँमा आएको छु अनि हामी चाहिँ जाँदैछौँ सिस्नो के अरे सिमी साग अनि निगुरो टिप्नुको लागि अनि हस्बेन्ड र नानीहरू चाहिँ तल जाँदै हुनुहुन्छ यहाँको बाटो कस्तो छ म तपाईँहरूलाई देखाउँछु ल यहाँको बाटो चाहिँ यस्तो छ लङ टाइम पछि यस्तो बाटो हिँडेको अनि यो चाहिँ सबै तितो चुवा के भन्छ अनि हस्बेन्ड र नानीहरू चाहिँ ऊ तल पुगिसक्नु भयो यहाँ पानी खाने अनि यहाँ नुहाउने भनेको जहिले डेली हुन्छ यो थियो एउटा बाटो यो भयो होइन एउटा बाटो यहाँ पनि छ यहाँबाट माथि यो चाहिँ हाम्रो मेरो हस्बेन्डको पहिलेको घर अरे यो बारी चाहिँ कसको हो तपाईँहरूको त यहाँ पर्दैन होला बारी कोही न कोही मान्छे छैन तर यो अनि यो किन नभत्काउनु भएको भाइ त चल आउनु भाइ चाहिँ पुरा लट्ठी टेकेर हिँड्दैछ अनि मान्छे नबसेपछि आइहाल्छ नि अब हामी कता जानु हो चल्दैन अहिले त्यहाँ समाउने पो त डन्ठी आउनु यता आऊ सानी आऊ सानी बिचारा यस्तो बाटो फर्स्ट टाइम उनीहरू आएको र पनि मजाले हिँडिरहेको छन् मलाई पो बरु बानी हराएछ कस्तो खुट्टा कामे जस्तो भइरहेको छ हिँड्दाखेरि हामी चाहिँ ऊ माथिबाट आएको अझै यताबाट यत्रो तल गइरहेको छौँ हामी चाहिँ धनसार आएको छौँ इलामै पर्छ हो ए ल आउनु सानी बिचारा यसरी हिँडिरहेको छिन् दुःख आई बानी हराएछ म त खुट्टा कामेर कस्तो भइसकिसक्यो पहिले यो ठाउँमा त हिँडेको छैन नि त नानी यसरी नानी बाटो छैन रहेछ ल आइपुग्यौँ अनि निगुरो टिप्दै हुनुहुन्छ निगुरो त त्यस्तो धेरै रहेनछ नि हो ए निगुरो गाडी हो त ए पानी सानी त्यहाँ कुल्चिनु हुँदैन खाने पानी हो पानी खाँदै हुनुहुन्छ धाराको पानी चिसो इलामको चिसो लु खानु यता फर्केर उताबाट फर्किनु न नानी
मिठो पानी पानी मिठो भएर अघि अनि अलिक अर्को चाहिँ झन् मिठो छ हो सललललल बगेर यताबाट आउँदैछ पानी माथिबाट बुढी पनि खेल्दैछ सानी होस् अहिले हुँदैन हिँड जाउँ यता तल जानु छ अझै हामी निगुरो सिमी साग सिमी साग यो पनि हो सिमी साग ए तर सानो रहेछ ठुलो भएको रहेनछ नि त नि यो सबै सिमी साग हो तर साह्रै सानो रहेछ नि त यो पनि यसरी ठ्याक्लक 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 भाँचो लाँदा जान्छ यस्तो चाहिँ सक्दैन निगुरो सानो रहेछ यतिको त ठिकै हुन्थ्यो यस्तो बगान छ हाम्रो चाहिँ निगुरो यति मात्रै भेटेन अरू अल्छिलाको बाटै यस्तो पाखै यस्तो छ त्यहाँ निगुरो यति छ अनि भाइको लागि चाहिँ ब्याग बनाइदिँदै हुनुहुन्छ निगुरो हालेर ठ्याक्क यो चाहिँ साइड ब्याग भाइको साइड ब्याग स्टाइलको साइड ब्याग आया आया सानी खुट्टामा लाग्यो यो 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 ठ्याक्क लुइन अनि म टाउको भिजाउँछु लङ टाइममा त यो चाहिँ होइन खासै त्यो रुखको मुनिबाट थियो अहिले चाहिँ यता त्यो चाहिँ बन्द भइसकेको छ हामी पहिले यसरी आउँथ्यौँ अनि सानी नजाऊ शीतल हुन्छ बारीको आफ्नो गाउँ ठाउँको भनेको देउ दादाको हो त्यो सानी हजुर ऊ पारि डाँडा जाने हामी सानी टायर्ड हुन्छ त हिँड्दै हिँड्दै माथि पुग्दा त चुचुरोमा कता जानु अरे सक्दैन हामी त थाक्रे गाउँ ए यहाँ पनि घरहरू हुन्छ नि हो हो लु जाउँ अब हामी सबै यहाँ जाने हो एकैचोटि रोडमा ठुलो निगुरै पाएन अलिकति पायो गएको अब गाइस You like this? You like this place? Huh? हिँडेको एक्लै कुन इङ्ग्लिस हौ ए ब्यानाना र त म सानी एकदमै आज चाहिँ घुत्रुका सुत्ने होला सानी त यता हेर्नु अनुहार यता हेर्नु न फेस हेरौँ सिँगार यस्तो यस्तो गर सानी यो के हो मुख तातो कोला खाएर भाइ त ऊ कहाँ माथि पुगो भाइ त ऊ लट्ठी टेक्दै माथि पुगेछ सानीले अमेरिका मन पर्यो कि नेपाल टायर भएन नि हिँडेर मन पर्यो टायर भयो तर पनि हिँडेको गुड जब लु हिँड छिटो पापालाई भेट्नु ल लड्छ है झर्दैन म छु नि होइन आम्मामा मेरो छोरी त यस्तो बाटो पनि चुइक्कै नगरी हिँडिरहेछ नि हौ यस्तो बाटो छ है माथि हो हेल्प पनि चाहिँदैन अरे आज चाहिँ हामी यहाँ होममेड मोमो बनाएर खाँदैछौँ अनि मेरो छोरो अनि मेरो क्युट भान्जी अनि छोरी यहाँ बिचको छोरी क्युट भान्जी चाहिँ यहाँ भान्जीले यो मोमोको पत्ताको लागि चाहिँ यो चाहिँ मेरो जेठी दिदी
अनि यहाँ चाहिँ अब त्यहाँ मोमोको तयारी हुँदैछ नि यहाँ चाहिँ भात मलाई चाहिँ भातै खानु पर्यो नि त मेरो मेरो प्यारी भान्जीले मामालाई भनेर च्याट्टै यहाँनिर भात होइन भान्जी अनि एउटा यो चाहिँ भाले हो पछि यो हाम्रो कुकुर यहाँ चाहिँ यसरी डल्डलो कोपी ल्यायो कुखुराले पनि खायो भित्रको गाईले पनि खायो सबैले खान्छ डल्डलो कोपी मेरो आमाको घर चाहिँ यो है कस्तो छ त आमाको घर त यहाँ त पुरो भैँसी मेरो भान्जीलाई चाहिँ नझिक्नु अरे भान्जीले च्याटै आमामा होममेड मोमोको केलाई के भन्छ भान्जी रोटी होममेड यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ यो मासुको अरे यो डालडावाला च्याटै अनि मेरो छोरा चाहिँ चिकन पक्रिरहेको छ चिकन चिकन कसरी पक्रिरहेको छोराछोरी म हेर्नु चिकन भन्ने सुरुकै अनि मेरो बुढी चाहिँ यहाँ मेरो भान्जी चट्टै छ मेरो बुढी चाहिँ यहाँ के गर्दैछ भने मैले भन्छु ल मेरो श्रीमती चाहिँ च्याट्टै यहाँनिर नेपालमा सब्जी पकाउन आँटेको छ नि हो सिलौटोमा चाहिँ हो लसुन बुढालाई मैले पकाएको नखाएको धेरै दिन भएर मिस भयो 15 दिन जस्तो भयो सुँगुरको मासु चाहिँ आगोमा पकाउनु आँट्दैछु माम पाकिसकेको छ भान्जीले पकाएको मान्छे लु अब कसरी चाहिँ यो फुक्छ आगो फुक्न त आउँछ कि फुक्ने भयो त सोती के अरे सोते त्यो भएको छैन यो किटको कराईमा चाहिँ एकदम मिठो हुन्छ होइन यो किटको कराईमा सब्जी नै फाल्टै हुन्छ क्या मेरो भान्जीले चाहिँ च्याट्टै बनाउनु थाल्यो मोमो होममेड मोमो होइन भान्जी मोमो कतिवटा खान खाइन्छ त 40 लङ टाइम पछि आगोमा चाहिँ सुँगुरको मासु कसो पकाउँदैछु यहाँ मैले पकाएको नखाएको धेरै भयो रे त्यही भएर मोमो चाहिँ पाकिसक्यो खानुको लागि चाहिँ रेडी भइसक्यो अब चाहिँ यहाँ आजको दिनमा सबै अन्तिममा चाहिँ यस्तो भयो कलेज यहाँ छ यो कुकम्यान मेरो भान्जी कान्छी भान्जी भान्जी गाउँको चाहिँ अर्ग्यानिक हुन्छ होइन भान्जी अनि ट्याक यता चाहिँ भेना मेरो भेना उहाँ सेतो सर्ट आउने अनि यहाँ चाहिँ नानाले सब्जी पकाउँदैछ फेरि हो होइन यहाँ चाहिँ भान्जीले सानीमा ठुलेमा मेरो बुढी अनि मेरो यहाँ चाहिँ भाइ अहिले गाउँ डुलेर गाला रातो रातो पारेर आएछ अनि भाइले चाहिँ के मारेर ल्याएको अरे भाइ क्र्याब सानो सानो क्र्याब मारेर ल्याएछ नानी आफै मारेको हो कसले पक्रेको ए दुईजना गएर चाहिँ गाउँमा खोलामा गएछ र यो मारेर ल्याएछ अनुहार यस्तो देखा त गाला रातो रातो यस्तो भएर बसिरहेछ भाइ अनि यहाँ आँखामा झन्नै कोरेर भाइलाई जो को
अनि यहाँ चाहिँ ठुलो मम्मी काइली आन्टी सबै बाटो कस्तो लाग्यो डर लागेर घरको राम्रो कसको घरमा आउनु भएको हामी सम्लिनीको घरमा कविताको सासूको घरमा अशोक दाइको घरमा आएको राम्रो रहेछ घर चाहिँ बाटो चाहिँ भिड रहेछ त्यही डर लाग्यो अब जाँदा अब जाँदा के गरी तल खेला पुग्नु जस्तो भइरहेछ नि हौ झापा हामीले अटोलाई फर्किन दिएको छैन आज चाहिँ यहाँ सबैजना भेला हुनुभएको छ उता गफ गरिराख्नु भएको छ यता भान्जीले मासु पोल्दैछ बारबिक्यू यस्तै हुँदैछ है यहाँ आज रमाइलो भइरहेको छ पछि यो बाटो चाहिँ अर्ग्यानिक सुँगुरको मासुसँग चाहिँ खाना खाँदै हुनुहुन्छ यहाँ दाल यहाँ काँक्रा यो चाहिँ मेरो यो आँपको अचार क्या मिठो छ कस्तो हुँदैछ बुढा दामी 11 वर्ष पछि ओके आफ्नो घरमा आफ्नो घरमा